हामी चाहिँ एकदमै अब खतरा एडभेन्चरस बाटोमा चाहिँ सुरु भएको छ। अब चाहिँ बाटो एकदमै खतरनाक छ। एकदमै यो ग्रेड पनि नमिलाएको बाटो हो। हाम्रो बादुङको बाटो भएर चाहिँ निक्लिने बाटो हो यो। तथ्यमा भन्ज्याङ निक्लिने बाटो। बाटो एकदमै एडभेन्चरस छ, एकदमै खतरनाक छ। धुलो बाटो छ, त्यस्तै बाटोको ग्रेड पनि मिलेको छैन, बडखाबड छ। तर यो बाटो सर्टकट चाहिँ छ है, पर बाटो घुमेर हामी लगभग पलाटे भन्दा पनि मास्तिरको डाँडातिर पुग्दाखेरि चाहिँ हामी यो बाटो भने अप्पु झनै चक्रेवा नै निक्लिन्छौँ। यो बाटोमा चाहिँ अलिक फर्स्ट सोलिङ गरेको ठाउँ हो यो। अलिक यो सोलिङ गरेको ठाउँमा पनि अलिक गाह्रो छ। हाम्रो फुपूले कोसिस गरिरहनु भएको छ। सक्नुहुन्छ फुपू? म फुपूलाई हेल्प गर्दैछु। हजुर ए हस् 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 हुन्छ। ल बिस्तारै घुमाउनुहोस्। बिस्तारै खुट्टा हल्का झारे त टेक्ने चाहिँ होइन फुपू है, लड्नु खोज्यो भने मात्रै खुट्टा टेक्ने।
है भु बाटो यहाँ पनि एकदमै डिफिकल्ट नै छ, गाह्रो छ। अहिले अलिक बाटो बनाउनु भयो कि हो, राखेकै छ जस्तो छ। यहाँ नै धेरै गाह्रो छ पहिले। ल घाँसको भारी कत्रो ठुलो बोकेर आउनुहुँदैछ उहाँले। काप्लेको भारी बोकेर आउनुहुँदैछ, ठुलो भारी। हेर्नुहोस् आज त चखेवा भन्ज्याङहरू, ट्याम्के डाँडा कस्तो दामी मौसम छ। आज हावा पनि छैन। यस हाम्रो आजको यात्रा चाहिँ धेरै नै आशिषमय हुने भयो। अब हामी गएर सङ्गति गर्नेछौँ अनि त्यस पछाडि हाम्रो भिजिट हुनेछ। यहाँ पनि खुबुले सक्नुहुन्न होला, म यहाँ सहायता गर्नेछु।
ठिक छ फुपू गुड 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 आज चाहिँ हाम्रो 4 जनाको यात्रा हो। अगाडि हाम्रो रेवत काका काकी हुनुहुन्छ अनि हाम्रो चन्द्रकला फुपू अनि म हाम्रो 4 जनाको यात्रा हाम्रो संगति प्लस हाम्रो भिजिट छ। अब एउटा यात्रा अलिकति कठिन छ यहाँनेर। फुपू यो चाहिँ म क्रस गरिदिन्छु है, यो अलिक अप्ठ्यारो होला कि कोसिस गर्नुहुन्छ? कोसिस गर्नुहुन्छ? फुपू नत्र यस्तो खुट्टा झारेर अलिक बिस्तारै ल्याउनु चाहिँ स्पिड होइन बिस्तारै ल्याउँदा पनि हुन्छ। हजुर हुन्छ म सहायता गर्छु गएर आफै म त्यही गर्छु। है 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 आज हामी दुईपल्ट छेक्छौँ फुपूले आफै है। यस्तो खुट्टा यस्तो झिक्नु तर खुट्टा नटेक्नु फुपू अनि म लड्नु दिन्न। ल बिस्तारै स्पिड कुदाउनु हुँदैन यस्तोमा है, हल्का ब्रेक नलाउनुहोस्। खुट्टा चाहिँ अलिक फारेर टेकेर होइन नटेक्नु है खुट्टा चाहिँ बिस्तारै 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 खुट्टा नटेक्नु होला, खुट्टा नटेक्नु है। अगाडि अगाडि फेरि खुट्टा नठोकाउनु होला नि मेमा, खुट्टा माथि बाटो तर हुन्छ। खुट्टा तल लड्नुहुन्न म छु। खुट्टा अलिक फारेर नटेक्ने है फुपू, खुट्टा चाहिँ लड्नु खोज्दा मात्रै टेक्ने, खुट्टा उचालेर अझै उचालेर बिस्तारै बिस्तारै स्पिड भयो हल्का हल्का। यस 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 स्पिड होइन फुपू यस्तोमा स्लो स्लो है।